Hello everyone, this is me Sonny and welcome to my channel SCV. So the time is 7:45 AM. So म अहिले चाहिँ कीर्तिपुर गइरहेको छु। केटाहरूले चाहिँ त्यो फुड के अरे चिया बगान भन्ने एउटा लोकेसन पठाएको छ WhatsApp-मा। त्यहाँ जानुपर्ने छ चिया बगान, त्यहाँ गएर त्यहाँ हेर्नुपर्छ। अनि आजको मिटअप पनि चाहिँ के भन्छ चिया बगानमै हो। ओहो कति धेरै भिड यहाँ त आम्मा टन्नै भिड छ त भद्रकालीमा। सो म चाहिँ अहिले कीर्तिपुर जाँदैछु। कीर्तिपुर गएर केटाहरू त्यहाँ वेट गरिरहेको छ। 8 बजे भेट्ने भन्थ्यो, 7:46 भइसक्यो। अनि त्यहाँबाट चाहिँ बल्ल हाम्रो राइड सुरु हुन्छ भनौँ न। एज यु नो त आजको राइड चाहिँ थाहा पाइसक्नु होला तपाईँहरूले टाइटलबाटै। आजको राइड चाहिँ चितवनसम्मको राइड हो। आज त्यही स्टे हुन्छ अनि भोलि फेरि ब्याक टु द काठमाडौँ। अब चिया बगान चाहिँ मलाई थाहा छैन एक्ज्याक्टली कहाँ छ भनेर त्यहाँ गएर म्याप हेर्छु। निन्द्रा पुगेको छैन, हल्का निन्द्रा लागिरहेको जस्तो भइरहेको, झुपझुप भइरहेको। अब यो के भन्छ अलिक चिसोमा माथि डाँडातिर गएपछि चाहिँ हल्का के भन्छ अलिक फ्रेसनेस आउँछ कि। कस्तो भिड हो बिहान पेट्रोल हाल्ने ठाउँमा, बाफ्रे। वाउ सो नाइस। कीर्तिपुर जाँदाखेरि यो बाटो हिँड्नु चाहिँ मजा लाग्छ मलाई। खाली हुन्छ अनि बाटो पनि फराकिलो छ, कुदाउन पनि मजा आउँछ। त्यो मस्तको छ क्या आनन्द। अहिले बल्ल अलिक फ्रेसनेस आइरहेछ भनौँ न। यतैतिर छ भन्थ्यो ठाउँ केटाहरूले। यहाँबाट लेफ्ट हो जस्तो लाग्यो। आई थिङ्क यहाँ म्याप हेर्नुपर्छ अब एकछिन रोकेर। यहाँबाट लेफ्ट देखाइरहेछ, यहाँबाट लेफ्ट हुनुपर्छ मेबी। चिया बगान भनेर छ ठाउँ कहाँ रहेछ। अब यहाँ फेरि कता हो यहाँबाट। कस्तो कन्फ्युजन लोकेसन दिएको केटाहरूले यार। यहाँ रहेछ। ओए हिजो ढिला सुतेर कस्तो ह्याङ भइरहेछ। ओहो दाई गुड मर्निङ। के छ मिराज? हिरोसिमाको बम। गुड मर्निङ। हजुर दाई गुड मर्निङ भने कल गरेको थिएँ मैले। ए यसो म सनी है। सो गुड मर्निङ एभ्री वान, दिस इज मी सनी। आजको राइड चाहिँ हाम्रो चितवनसम्म हुँदैछ भनौँ न। सो करेन्टली अहिले चाहिँ हामी कीर्तिपुरमा छौँ। कीर्तिपुरको यो पाङ्गै भन्छ गाडी उठाउन आई थिङ्क। अब यहाँ यो ब्रेकफास्ट भयो, चिया खायौँ हामीले। अनि अब चाहिँ बिस्तारै हामी छुट्छौँ यहाँबाट भनौँ न। सो बेसिकली अब म आजको राइड प्लान चाहिँ के हो भनेपछि हामी खरपिङको बाटो हुँदै दक्षिणकालीबाट हामी चाहिँ मकवानपुर लाग्छौँ एउटाबाट चाहिँ चितवनसम्म पुग्छौँ भनौँ न। चितवनसम्मको डेस्टिनेसन हो राइड। मजाले जान्छौँ, इन्जोय गर्छौँ। वेदर चाहिँ हल्का क्लाउडी छ, पानी पर्ला जस्तो भइरहेछ, हल्का सिटाउनु पनि थालिसक्यो। सो त्यही हो। अब ब्रेकफास्ट भयो। सो द टाइम इज 9:30। केटाहरू 8 बजे यहाँ मिटअप भएको थियौँ हामी। 1.5 घन्टा जति भइसक्यो। अब वी विल लिभ है त यहाँबाट। सो अलराइट, सी यु इन द अब अगाडि त रोडमा। हाइवे पुग्यो। कहाँ छ टौधा भन्दा ठ्याक्क अलिक अगाडि निस्क्यौँ हामी। यो अहिले चाहिँ अब असार महिना, ग्रिनरिज एभ्रिवेयर, मजाले हरियाली भएको छ। पानी परेर टक्क लगाएर हिजो नि पानी परेर रहेछ, राति डेन्जर। अनि आज चाहिँ जोस् पानी परेर रोकिया छ। आयो पानी चाहिँ आज दिउँसो चाहिँ नपरोस्, परे नि बेलुका परोस्। आज हाम्रो राइडरहरू चाहिँ एकजना KTM ADB 250, अनि हामी कति 6 जना डोमिनार, अनि त्यसपछि लगाएर एकजना RR5मा हुनुहुन्छ। टाइम 10 बज्यो। सही हो। सबै इभी खायो मार्केट। अगाडि गाडी चाहिँ हेटौँडा जाने गाडीहरू सब इभी छ क्या। पहिला यो एरियामा जम्मै सुमो मात्रै हुन्थ्यो है। सुमोले मात्रै भएको थियो। अहिले त सब इभी पनि इभी, अगाडि इभी, अगाडिको पनि इभी,
विच इज गुड किनकि अब डिजल पेट्रोलको कन्जम्सन पनि कम भइरहेछ त्यसले गर्दाखेरि र पोल्युसन पनि कम भइरहेछ हैन पानी पर्ला पर्ला जस्तो हुन लाग्यो वाउ कस्तो मिठो देखायो यहाँबाट आराम खाएर त मिठो सुताइरहेछ आम्मामा मजाले कदरी खानिरहेछ क्या सही हो तर यो बाटो धेरै राम्रो बनाएर छ अहिले पहिला त पुरै भुस्दै थियो यो बाटो त त्यहाँ मिल्छ राख्न I might take offense, doubt it. It's just what it is. Yeah, I'm known to make it rowdy. Then I'm for the fit, and I drive a wide body. Who you know? But like this, nobody. Can't go slow. I gotta hit that body. I'm the top of the top. I can't never take a break. Yeah, I'm hot and you not. That's why all my records. Okay, so alright. Finally, we are at Kulekhani. We have traveled almost 45 kilometers from Kathmandu यहाँसम्म अब अझै 40 किलोमिटर मोस्ट टु गो हेटौडा अनि गाह्रो भएर यहाँ मैले पुरै जीवनजल पानी खाइरहेको छु यो चाहिँ ठ्याक्कै एउटा बोकेर ल्याएको थिएँ जीवनजल सो अब यहाँ रिफ्रेसमेन्ट भइरहेछ केटाहरू अब टी ब्रेक अब यहाँबाट फेरि ब्याक टु द जर्नी सो त्यही हो बेलुका 4 बजे होला त्यो पुग्दासम्म कस्तो दामी छ क्या यहाँ एभोकाडो अर्चिड रिसोर्ट चिसो भइरहेछ माथि आएपछि हल्का अलिक टेम्परेचर अलिक कम भएछ यतातिर अनि हल्का चिसो बढे जस्तो लागिरहेको छ त्यो जीवनजल अघि खाएको थिएँ नि जीवनजल खाएपछि चाहिँ आइएम फिलिङ अलिक बेटर अहिले चाहिँ जस हल्का सजिलो भएको छ अहिले वाइल्डै टाउको दुखिरहेको थियो तर वाइल्डै यस्तो टाउको दुखिरहेको थियो जीवनजल खाएपछि मजा आइरहेछ अहिले बतासे 2 किलोमिटर फ्रम द हियर ओ म्यान खतरा कपाल देखा यो रुटमा चाहिँ इलेक्ट्रिक गाडी चाहिँ डेन्जरै चल्दो रहेछ आजकल त आमा जाउँ गाडी आइरहेको छ यो त स्कुल बस जस्तो छ त एलेक्सले राम्रो कुदाइरहेछ बाइक यतातिर चाहिँ हल्का पानी छिटाइरहेछ सो हामी चाहिँ अलिक राम्रै हाइटमा आइसक्यौँ अहिले यहाँबाट अब माथि पुरै बादल लागेको छ यु क्यान सी हुसु माथि चिसो पनि बढिरहेछ अनि यो हुस्सु लागिरहेछ डेन्जर माथितिर पानी पर्छ होला देउराली वाउ मिठो यहाँ के को जाम हो फेरि ओहो कस्तो बवाल हुस्सु आएको आई लभ देउराली रे कस्तो बवाल हुस्सु आएको बवाल हुस्सु आइरहेछ कस्तो मिठो ठाउँ रहेछ नि त देउराली भने अब यहाँबाट भइसक्यो 20 किलोमिटर देखाइरहेको छ कस्तो राम्रो ठाउँ रहेछ क्या यो माथितिर क्या भुस्सु लागिरहेछ घर एउटा यहाँ के भएछ ए
गाडी बिग्रिएछ इन्डियाबाट आएको गाडी बिग्रेछ Wanted to know everything about you. I didn't want to waste time. Okay, small break. फेरि ब्याक टु द राइड केटाहरूको बाइकको के अरे ब्रेक प्याड तातेर ब्रेकै लागेन भनेर भन्यो एकछिन सानो ब्रेक बिन फेरि भन्ने ठाउँमा अब भैँसी अझै आएन भैँसी यहाँबाट 11 किलोमिटर छ अझै गर्मी राम्रो सुरु भइसक्यो अब तल यता लाग्ने बित्तिकै अब यहाँबाट चाहिँ स्ट्रेट जस्तो नै छ अब सम्म आउँछ जति हामी तलतिर झरिरहेको छौँ त्यति गर्मी बढिरहेछ ढोका फेरि पुल रे वाउ मिठो बाटो कस्तो दामी I didn't want to waste no time. What's something I can do? सो नाइस बाटो अनि कुदाइराख्दा चाहिँ शीतल छ मजा आइरहेछ रोक्ने बित्तिकै आमामामामा एकछिनमा ढाड पुरै भिज्छ पसिनाले हेटौँडा 16 किलोमिटर रे अब यहाँबाट खासै धेरै त रहन्छ सो त्यही हो भिडियो सुट गर्दा ढिलो भयो क्या भिडियो सुट केटाहरू भिडियोहरू परिहाल्यो अनि फोटो खिच्नु परिहाल्यो त्यो भिडियो फोटोले गर्दाखेरि हाम्रो टाइम कन्ज्युम भइरहेछ त्यस्तो धेरै ब्रेक त लिएको छैनौँ हामीले भन्नाले त्यस्तो अरू ब्रेक चाहिँ लिएको छैनौँ फोटो खिच्दा भिडियो खिच्दा चाहिँ ढिलो भइरहेछ अनि हामी कति 10 बजे हिँड्यो होइन त्यहाँ किर्तिपुरबाट बिहान 10 बजे हुन्छ 10, 11, 12, 1 3 घन्टा त भएछ ठिकै हो 3 घन्टामा I love it when you're close to me. That's where दामी छ दामी सही हो यो त होला नि यो त हो सो वी आर एट भइसे फाइनल्ली यहाँबाट चाहिँ धेरै छैन हेटौँडा turn the winter snow, but I promise you for sure, girl, my love is always yours. Something's changed. रोयल हेटौँडा खाना ठाउँमा आइसकेको छ Girl, my love is always yours. सो वी आर एट हेटौँडा फाइनल्ली अब यहाँ खाना खाने होला मजाले खाना खाइयो अब फेरि ब्याक टु द राइड लास्टै गर्मी छ हेटौँडामा है वी आर एट हेटौँडा बजार भात सात खाइयो अब फेरि ब्याक टु द राइड मजा आउँछ अब बल्ल अब चाहिँ बाटो स्ट्रेट छ कुदाउने मात्रै हो टर्निङहरू धेरै छैन यहाँबाट राइट जानुपर्छ यो चाहिँ हेटौँडा बुद्ध चोक भयो यो बुद्ध चोकबाट हामी राइट लाग्छौँ बुटोल 192 काठमाडौँ 220 काठमाडौँ त हेटौँडाबाट यो बाटो जानु पर्यो भने त लास्टै लाग्नु पर्दो रहेछ नि त है अब बल्ल केटाहरू फर्ममा आउँदैछ जय हनुमान
कान्छा बाबु हजुर राइडर अङ्कल भन्ने देखेर आएको है अनि आर्यन अनि कुन बाइक गर्नुपर्छ ए BMW मनपर्छ रे कान्छालाई ठुलो सपना ल होइन BMW लिनुपर्छ कान्छा ठुलो भएर कमाएर ल मम्मी बुवाको पैसाले किने होइन आफूले कमाएर आफ्नो पैसाले किने ओके बाई बाई सबै अङ्कलहरूलाई बाई बाई गर्यो आर्यन मिठो उखुको जुस खाइयो कराईमा आएपछि उखुको जुस नखाइ त छिट्टै बुझ्दैन There is a rainforest. Oh, the Elite Resort Rainforest. So finally at resort. So alright, finally we are at Rainforest Resort चितवनको हामी चाहिँ भर्खर आइपुग्यौँ अब कति बज्यो भने चाहिँ अहिले सो द टाइम इज 5 PM 5 बज्यो बिहान कति 10 बजे हिँडेको थियौँ कीर्तिपुरबाट सो द राइड वाज गुड आजको अलिक गर्मी चाहिँ वाइल्डै गर्मी भयो चितवन आइपुग्दासम्म अनि अहिले चाहिँ एसी लाग्छ यहाँ चितवन छ सो अब यहाँ इन्जोय हुन्छ गेम सेम हुन्छ अब स्विमिङ पुल अनि त्यसपछि ल्याएर स्विमिङ पार्टी अनि त्यसपछि ल्याएर वर्ल्ड कप सो त्यही हो आजको राइड चाहिँ बवाल भयो होइन ल दामी मजा आइरहेछ Alright, we have chef Mr. Kritik चिकन आछ यहाँ यो चाहिँ हाफ चाहिँ म्यारिनेट गरेर बार्बिक्यू गर्ने यो चाहिँ अनि त्यो चाहिँ पकाउने सो वी हेभ द सेफ मिस्टर कृतिक अर्याल अब म पनि यहाँ हेल्प गर्छु कृतिकलाई कुकिङ एक्सपिरियन्स त लामै छ तर त्यस्तो खालको सेफवाला चाहिँ छैन है अब हेरौँ म पनि यसो हेल्प गर्छु कृतिकलाई हाम्रो हेलमेटहरू यहाँ छ यु क्यान सी हेलमेट सब हेलमेटमा डिजेआईको यो एक्सन 5 यो Insta360S Pro यसमा छैन यसमा पनि डिजेआई एक्सन 6 ओभर सब केटाहरू अब यहाँ सामानहरू टन्न किनेर लिएर आएको छ सो आज यो पुरै हाम्रो लागि के अरे यो किचन पुरै हाम्रो हो यो चाहिँ अनि यता रुम छ अनि यता थिएटर अनि उता पारी उता स्विमिङ पुल यहाँबाट बाहिर मजाले भ्यू पनि देख्छ सो दावादाई चिलिङ पुरा मस्त सोसल मिडियामा कान्छा नि मस्त बिजनेस दामी भइरहेछ कान्छाको कपाल पुरा सैलुन प्याक रहेछ हेरिरहेको थियौँ यहाँबाट सिसिटिभीको आफ्नो लगइन गरेर सो थिएटर यहाँ पूर्ण राईको गीत बज्दैछ अहिले मैले पज गरेछु अहिले एकछिनमा गेम पनि हेर्ने हो वर्ल्ड कप सो त्यही हो यस्तो दामी छ यहाँ किचन अब यहाँ के पाक्छ अब आज सेफलाई थाहा छ अनि म पनि अलिअलि हेरेर गर्छु सो ल इन्जोय त गाइस So okay, finally it's time to leave the Chiton now. Time is 12:34. So far we have covered almost 141.5 kilometers till now. back to Kathmandu. अब यहाँबाट जान्छौँ वाइल्डै गर्मी छ वाइल्डै यस्तो गरी भइरहेछ ढाड पुरै भिजिसक्यो पसिनाले अब अलमोस्ट वी आर रेडी टु गो सबै गेयर अप भइसक्यो सामानहरू सब यहाँ बाँधिसक्यो अरू पनि सबै साथीहरूले नि सबै गरिसक्नु भयो So we are ready to go.
So we are leaving now. Bye bye Chiton. See you next time. So अब आजको ब्लग चाहिँ यतै सकाउँछु म चाहिँ अनि अब एकैचोटि काठमाडौँ हो हिजो जुन बाटो आएको थियौँ त्यही बाटो जाने हो सो अब धेरै रेकर्ड गर्दिनँ म अनि त्यही हो सो सी यू इन द नेक्स्ट ब्लग है त थ्याङ्क यू सो मच फर द वाचिङ किप लभिङ किप सपोर्टिङ है सो आवाज यो राइड चाहिँ कस्तो भयो दाइ ओभरअल गुड है जस्तो जस्तो भयो भने अब सबै राइडमा सबै नयाँ नयाँ राइडरहरू मिक्स भयो भने चाहिँ अब समथिङ मिसअन्डरस्ट्यान्डिङ हुन्छ र यताउता हुन्छ र राइडमा ग्रुप राइडमा त्यो हुन्छ ओभरअल हुन्छ ओके त्यसमा अब पछि जोइन भयो भने अब त्यसको लागि आफैले सच्याउँछ भने नेक्स्ट टाइम योभन्दा बेटर हुन्छ ग्रुप राइडमा चाहिँ हाउ टु राइड होइन ग्रुप राइडको बारेमा चाहिँ थाहा हुनुपर्छ होइन फर्मेसनमा हिँड्नुपर्छ बवाल मात्रै बाबा केही भन न के हामी दुई शब्द जाओस् न एकदम मजा आयो तर ग्रुप चाहिँ अलि फोन सोन आएको बेला बस्नु पर्यो ओ हिरोसीमा बब्बाल बोलाएर पर कस्तो भयो यस्तो बल हो कि दाइ होइन फर्स्ट टाइम धेरै नयाँ केटाहरूलाई भेटेँ होइन सबैको राइडिङ वाज एकदम राम्रो होइन प्रोफेसनल तरिकाले राइड गरेर केटाहरूले त्यस्तो रफ राइड होइन स्टन्ट देखाउने यताउता केही पनि भएन कोहीसँग जुत्ने बाटोमा रेस गर्ने केही पनि भएन केटाहरू सबैजना एकदमै दामी थिए होइन हाम्रो अनि स्पेसल थ्याङ्क्स टु आवर एलेक्स हाम्रो भाइ है फर अर्गनाइजिङ एकदमै बबाल इभेन्ट एकदम मन पऱ्यो र फेरि यही इभेन्ट यो फोनिक्स एडभेन्चरबाट इभेन्ट भएकोमा आउन पाऊँ एलेक्स few words from you Last time, what to say so the ride went exceptionally good. Yes. अलिकति अलि सानो त कजेसहरू चाहिँ पऱ्यो बाइकहरूमा कृतिक भाइको ब्राकेट गयो होइन अब अलिकति खल्लो चाहिँ भयो तर ओभरअल राइडै हेर्नु पर्दाखेरि चाहिँ राम्रो भयो भन्छु म चाहिँ Okay. अब इट्स द फर्स्ट राइड अफ फिनिक्स एडभेन्चर्स होइन अनि के होस् मैले चाहिँ त्यस्तो दामी नै होला भनेको तर एकदमै राम्रो भयो होइन एभ्रिबडी इन्जोय अनि त्यही हो ल सक्यो ल